बीबीसी आउँदैछ भन्ने मैले सुनेको छु। अब बीबीसीले के भन्छ त्यही हुन्छ। बीबीसी नेपाली सेवामा तपाईलाई स्वागत छ। गुल्मीको 5 कटेरीमा सधैँ जस्तै हुने सांस्कृतिक कार्यक्रममा शिशिर भुषाल, जयप्रकाश भुषाल लगायतका थुप्रै युवाहरूले गर्ने कार्यक्रममा धेरै जनताको उपस्थिति हुने गर्दछ। धेरै बाधा व्यवधानको बीचमा पनि कलाकारहरू उपस्थित भएका छन् भने प्रस्तुतिमा पशुपति शर्माले आफ्नो प्रस्तुति दिइसकेका छन्। बाँकी प्रस्तुतिको लागि विमल राज छेत्री, बीबीसी नेपाली सेवाको लागि सन्तोष लम्साल। हे पियारीलाई भेटौँला भनेर तिथि मिति बस्याथे गनेर झल्को आयो बढी दसैँ तिहारमा झल्को आयो बढी सारै गाह्रो मलाई प्रतीक्षाको घडी। नमस्कार। मनाने युवा समाजद्वारा युवा क्लबद्वारा आयोजित यस दशैं विशेष सांस्कृतिक कार्यक्रमका अध्यक्षज्यू, हाम्रो मदन युवा क्लबको पनि अध्यक्ष हुनुहुन्छ जयप्रकाश भुषालज्यू, त्यसै गरी आजका प्रमुख अतिथि दानबहादुर केसीज्यू, त्यसै गरी हामीलाई यहाँसम्म तपाईँहरूको माझमा यसरी उपस्थित गराउनु हुने तपाईँहरूकै भाइ चेलो एउटा चाहिँ नेपाली लोकसङ्गीतको भोलिको उज्जवल नक्षत्र एकदम मिलनसार भाइ शिशिर भुषाल भाइ संयोजक हुनुहुन्छ, भाइलाई एकदम सम्झिन चाहन्छु। त्यसै गरी राष्ट्रिय लोककथा दोहोरी प्रतिष्ठान नेपालका केन्द्रीय कमिटीका सचिव, बहुप्रतिभाका धनी एउटा चाहिँ कलाकारिताको क्षेत्र, गायनको क्षेत्र छँदैछ, आफ्नो अभिनय पनि कुशल ढङ्गले गर्न सक्ने गायक पशुपति शर्माज्यू, त्यसै गरी बहिनी जमुना राणा बहिनी केन्द्रीय सदस्य हुनुहुन्छ प्रतिष्ठानको, त्यसै गरी सन्तोष थापा भाइ लगायत सम्पूर्ण उपस्थित महानुभावहरू, त्यसै गरी तपाईँलाई हँसाउने, पेट मिचिमिची नचाउने, हँसाउने, तालिका गडगडाएर छुटाउन लगाउने, कमेडी पनि गर्ने, गीत पनि गाउने अर्को बहुमुखी कलाकार सन्तोष लम्साल भाइलाई पनि धेरै धेरै धन्यवाद दिँदै समग्र माझ कटेरीवासी आमा बुवा दिदी बहिनीहरूलाई हृदयबाट सम्मान व्यक्त गर्दै र शुभ दीपावलीको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै मैले मेरो आजको अलिकति भावनात्मक गीत छ, अलिकति पुरानो नयाँ पुराना गीतहरू तपाईँहरूको माझमा सुनाउने छु। मैले अहिले भने ट्र्याक नम्बर 13 बजाइदिनु रानी घाटैमा लाखौँ माया अर्कैलाई चन्दा हो, आउने जाने मूल बाटो बन्द हो भनेर स्वीकार्नुहोस्। अलिकति भोल्युम चाहिँ बढाइदिनु होला है। नाच्ने भाइहरूलाई नाच्ने गीतहरू 101 छ नै मसँग। अलिकति आमाहरूलाई बुवाहरूलाई हामी सबैलाई मनपर्ने भावना किरण उहाँको एकछिन भन्न चाहन्छु है। निर्मा
धेरै धेरै धन्यवाद। अलिकति भाव थियो यो माझ कटेरीमा पहिलोचोटि भेट भएको छ हो कि होइन? त्यही पनि विशेष यो विजय दशमीको अवसर पाएर हामी कति भाग्यमानी। मलाई त एकदम खुसी लागेको छ। तपाईँलाई लागेको छ कि छैन? ल कतिको खुसी लागेर चाहिँ ताली बजाउनु त म थाहा पाउँदिनँ। मलाई मात्रै खुसी लागेर हो कि भनेर त सबैले लागेर चाहिँ एकदम खुसी लाग्यो। यही खुसीमा मलाई खुसी मार्न मन लागेको छ। ट्र्याक नम्बर 4 बजाइदिनु होला। नदेखेको मायालाई धेरै भयो, आजै भेट्ने हेरेको हेरै भयो, स्वीकार्नुहोस् है त। अलिकति नाच्नुपर्छ। आमाहरूलाई मनपर्ने गीत पनि गाउँछु मैले। हाम्रा तन्नेरीहरूलाई मनपर्ने गीत पनि गाउँछु म है त। अलिक भोलुम उतार्नु है त। सबको हाततिर होस् त बस्नुहुन्छ है। यताबाट पनि है त। माझ कटेरीको जोस कस्तो हो त थाहा हुन्छ है। माझ कटेरी भेट हाम्रो भएको छ, आज मलाई रमाइलो भएको छ। बल्लै भो भेट, बल्लै भो भेट, हाँसिलो बोलिदे खोली मन भेट। भेट हाम्रो भएको छ, आज मलाई रमाइलो भएको छ। बल्लै भो भेट, बल्लै भो भेट, हाँसिलो बोलिदे खोली मन भेट। है बल्लै भो भेट, हाँसिलो बोलिदे खोली मन भेट। बल्लै भो